पोखरा लेक साइडको बिहान रङ्गिन छ बजार। हामी पेन्टर कुली बोकेर आयौं घर। मन्जयको स्वागत छ साथमा साथीहरू, रङ्गिला बाबु पवन कृष्ण प्रकाश गुरु। राजकुमार ठेकेदार नम्बर 1 भनिन्छ। 4 चक्के गाडीमा सहर घुमिन्छ। हामीलाई भने साइडसम्म पैदल पठाउँछ। हातमा ब्रस बोकेर पसिना बगाउँछ। हे ठेकेदार सर, हाम्रो पनि सपना छ, रङ्गले सजाउँछौ सहरको हरेक आना छ। समयमै पैसा देऊ, मन दुखाउ है, हामी पनि मान्छे हौ, सम्मान गर है। पेन्टिङको काम दिनभरि घाममा, भित्तामा रङ्ग पसिना झर्छ गालामा। काम नगरे भने ज्याला कम हुन्छ, भोक र थकानले मुटु पनि रोइरहन्छ। तपाईँ मोबाइल चलाउँदै अल्त्र हातमा, हामी भने थाकेर बस्छौँ बाटोको छेउमा। समयमै ज्याला पायौँ भने खुसी हुन्थ्यो, घरमा परिवारले मिठो खाना खान्थ्यो। हे ठेकेदार सर, हाम्रो पनि सपना छ, रङ्गले सजाउँछौ सहरको हरेक आना छ। समयमै पैसा देऊ, मन दुखाउ है, हामी पनि मान्छे हौ, सम्मान गर है। लेक साइड झिलिमिली रङ्गले सजियोस्, हाम्रो पसिनाको मूल्य पनि बढियोस्। मन्जय यादवको यही आवाज छ, कुलीको सम्मान नै हाम्रो समाज छ। हामी पनि मान्छे हौ, सम्मान गर है, हामी पनि मान्छे हौ, सम्मान गर है।